कोरिया आएको पनि 3 महिना भइसकेछ, अहिलेसम्म कपाल पनि काटेको छैन हौ मैले त। यहाँ फेरि कपाल काटेको मात्र 15,000 वon। त्यही भएर साथीको कपाल काटिदिएर शनिबार म फेरि आएँ न्यू मिनी भ्लग लिएर। अनि आज चाहिँ म फेरि जाँदैछु, यु अलरेडी नो, खिम्फू। आज चाहिँ म र भान्जा जाँदैछौँ फुटबल खेल्न, यही नजिकैको फुटबल प्लेग्राउन्ड। अब त्यही त हो, विदेशमा मामा भनेको साथी भनेको नै मै भइरहेको छु भान्जालाई। अनि मेरो नि भान्जा भनेको उही नै हो। नेपालमा भएको भए यता नि मामा उता नि मामा, यहाँ त म मात्रै हो। त्यही भएर भान्जासँग टाइम पास चाहिँ राम्रै हुन्छ। अनि फेरि यो कोरियाको प्लेग्राउन्ड नै कस्तो राम्रो के फेरि। यस्तो ठाउँमा खेल्दा त मेस्सी, रोनाल्डो, नेमार सबै निस्किन्छ हौ। यो ग्राउन्ड चाहिँ चारैतिर अपार्टमेन्टले घेरेको र बिचमा रहेको छ। अनि यहाँ चाहिँ हाम्रो राईमाझी सर चाहिँ 1000 पुसअप हान्दैछ यहाँनिर। आधी घन्टा जति फुटबल खेलिसकेपछि चाहिँ हामी रुम आयौँ र मैले पाएँ भान्जाको स्पेसल मसाज। कहिले? ल ल।